हजुरले अब एउटा ट्रिक अपनाउनु भएन भने तपाईँको व्यापार व्यवसायमा त चरा मुसोले पनि तपाईँकोतिर हेर्दैन। यो मेरो ठोकुवा भयो। आजै तपाईँले त्यसको लागि बुझ्न पनि खोज्नु भएन भने तपाईँ धेरै पछाडि पर्नुहुन्छ, ढिलो भइसक्छ। अब तपाईँले 1 महिना 2 महिनापछि गर्छु भन्दाखेरि बिस्तारै नयाँ तरिका नयाँ कुराले मोड लिइरहेको छ। त्यो के हो भन्नुहुन्छ भने अनलाइन। हजुर हो। अब मान्छेहरू पसलमा जान पनि अनलाइनमा देखेपछि, अनलाइनमा बुझेपछि, अनलाइनमा सोधेपछि मात्रै पसलमा जान्छन्। हजुर त्यसैले नै अब तपाईँको व्यापार व्यवसायलाई अनलाइनतर्फ लानुपर्ने हुन्छ। हेर्नुहोस् है, फर्स्ट पोइन्ट भनेको अनलाइनतर्फ सुरु गर्नुपर्ने भयो। क्वालिटीको भिडियो अपलोड गर्नुपर्ने हुन्छ, सोसल मिडियाबाट अब हामीले होइन विज्ञापन गर्नुपर्ने हुन्छ। त्यसरी नै हाई क्वालिटीको फुटेजहरू भएन भने अब तपाईँले भिडियो गर्नुभयो नर्मली मोबाइलबाट सानो सानो गर्नुभयो भने ठिकै छ, हुनसक्छ 1-2 जना आउनुहुन्छ। जति तपाईँको मान्छे आउन सक्नुहुन्थ्यो त्यति आउनुहुन्न। सम्झिनुहोस् न, पहिला एक जमाना थियो, जति राम्रो पसल डेकोर गर्यो त्यति कस्टमर आउँथे, जति राम्रो सामान बाहिर देखाउन सक्यो त्यति धेरै मान्छे छिर्थे अनि व्यापार पनि बढ्थ्यो। हो त्यस्तै अहिले जति राम्रो भिडियो फोटो अनलाइनमा देखाउन सक्यो, जति राम्रो भोइस ओभर गरेर आफ्नो प्रोडक्टको विज्ञापन गर्न सक्यो त्यति मान्छे आफ्नो पसलमा आउँछन् वा अर्डर गर्छन्। अर्को खास कुरा चाहिँ के हो भन्नुहुन्छ भने बुस्टिङ हो। तर बुस्टिङले पनि ठुलो गेम खेल्छ यहाँ। हजुरले टिकटकहरूबाट भाइरल बनाउँदा पनि भयो र अलिअलि बुस्टिङबाट पनि युज गर्दा हुन्छ। कसरी भन्दाखेरि बुस्टिङमा अलिअलि पेड गरिसकेपछि आफूलाई जति रिच चाहियो, आफूलाई कस्तो खालको कस्टमर चाहियो, आफूले टार्गेट गरेको कस्टमर कस्तो हो, अलिकति हाई प्रोफेसनल मान्छेसँग चाहिँ गराउनु पर्छ। अब तपाईँको पसल मात्रै हुँदाखेरि यति एरियालाई क्याप्चर गर्थ्यो भने अब बुस्टिङ गरिसकेपछि नेपालभरि कुरा गर्दै जाने हो भने लामो हुन्छ भिडियो। एउटै भिडियोमा सबै कुरा समेट्न पनि सकिँदैन, कति कुरा छुट्छ, ओभरल्याप हुन्छ, प्रष्ट पनि हुँदैन। त्यही भएकोले हामी बिस्तारै ल्याउँछौँ। हाम्रो आइडीलाई चाहिँ फलो गरिराख्नु होला। र तपाईँलाई केही समस्या छ, भिडियोहरू बनाइरहनु भएको छ, भ्युज गएको छैन, केही भएको छैन भने हामीलाई मेसेज बक्समा मेसेज गर्नु होला। तपाईँलाई हाम्रो कन्ट्याक्ट नम्बरहरू दिन्छौँ, हामीले के हेल्प गर्न सक्छौँ हामी हेल्प गर्नेछौँ।